आइडी कार्ड लगाएर अब हामी रेडी भइसक्यौँ ल है अब हामी फाइनल्ली प्रवेश गर्यौँ प्रवेशद्वार हामीले प्रवेश गरिसक्यौँ कस्तो सबै साथीहरू यहाँ अनुगमन गर्नुहुँदैन पुरा यहाँ आएर सबले त्यही हो है अरूले चाहिँ फोटो खिच्दैन हामी फोटो हामीले भिडियो मार्फतबाट हामीले यस्तो फेरि हेर्ने लागि चाहिन्छ भने राम्रोसँग हेर्नलाई खिचेको हेर्नु न फुल आखा कति राम्रो फुल तिम्रो नाम थाहा छैन के तिमी मेरै मेजर पढ्ने साथी त हो है फेरि जस्तो पनि लाग्छ होइन होइन के पढ्छौ तिमीले मेजर हरिकलाकै हो सायद होइन मार्क्स थिएन तिनको ए अनुहार त उस्ता उस्तै रहेछ तिनीहरूको दुई बहिनी हो क्या तिनीहरू भन त हाई दोस्तों आज हम घूम रहे हैं इलाम की चियाबारी में उमेश मेरो फोटो खिच्दैन है राम्रो फोटो खिच्दियो भने खिच्दैन मेरो मोबाइलबाट हैन तिम्रो मोबाइलबाट हाम्रो फोटो आउँछ ल एकदिन आइदिनु न म फोटो खिच्छु अनि खिचाउँला यो उल्टो फर्काउँछु नि त फेरि हजुर अनुहार देखिन्न हैन जाडा आएर त्यही फोकस नगर्ने के अरे के हैन यता फर्काउ न जे पाए जे फोटो नखिच्दै उमेश राम्रो फोटो मात्र खिच्दियो भने छु यति राम्रो फोटो यहाँ भन्दा हेर मुखै बिगार्यो चाहिँ म के हाई राम्रो फोटो खिच्दियो नि साथी तर यो ब्याग समात्दैन है समात्नु यो सुवादै छ भन्नु के एकछिन समात्नु फोटो खिच्दाखेरि मन लहान अनि त्यही किन्नु पर्ने हो क्या आइडी कार्ड चाहियो साथी साथीकै एउटा खिच्नु म त त्यसै हैन यसो फर्किँदा अहिले फर्किँदाखेरि गोलो के बनाउला ओइ तिमी फेरि कहाँ भागेर गयौ ल ल लाउनु ल यी उमेशले खिचिदिन्छन् हामी कमी भनेको फोटो खिच्दैन म त आफ्नो फोटो आफै खिचिरहेको छु कसैले खिचिदिँदैन मेरो फोटो के बाबना टोपी हेर्नु बाङ्गला आउँछ हामी पढ्ने एकछिन बग्नु एउटा यो फोटो खिच्नु अनि अर्को बाङ्गो टोपी लगाएर खिच्नु अब पक्नु बाङ्गो टोपी लगाउँदा खिच्नु मेरो फोटो खिच्दिनु है एउटा मात्र यहाँबाट खिच्नु तर यत्रो ब्याग त मलाई नदिया भए हुन्थ्यो होला ल फालिदिन्छु मलाई अरूले दिएको हुने ल खिचिदेऊ के राम्रो हुनाले म त राम्रो त छैन राम्रो खेलेर खिचिदिँदै भने तर सायद एकचोटि भन्छ मेरो टाउको बाङ्गो हुन्छ सिधा गर्ने भने मेरो हामीलाई पनि सेयरिङ गर्नु है नोटहरु टिपेको मान्छेले नोट बोकेको मान्छे लेखेकै छैन म मान्छे त राम्रो होइन तर पनि हैन अब हाँसाबाट खिचिदिनु यस्तो गरेर खिचिदिनु लाग्यो यहाँ पनि आछ के एउटा मेरो साथी ल ल मेरो फोटो खिचिदेऊ है तिमीहरूले मेरो यो हैन एउटा फोटो खिचाम तिमीसँग खिच्दिम त यहाँ कतै होइन मैले त ल्याएको के मेरै त्यहाँ भयो हैन यहाँ के उमेश भाइ रमेश यो ब्याग पनि ओए कसको ब्याग हो के यो समात्ने मलाई हैन छैन तिमीले गाडी ल्याइछ एकछिन है सर समस्या हाने ल साथीहरु पहिला दुईजनाले खिच्नु त्यसपछि तीनजनाले खिचौँ ल चस्मै यो निरो चस्मा बिग्रियो भने त मर्यो ओके भाँच्दै मेरो भाइसक्यो है तिमीले त आफै हो चस्मा लाउनु पर्छ कि घाम कोब्राले फाल्दै रोके ल मन लाउँछ त्यसो भए कस्तो आँखा अर्कै हुन्छ नत्र घाममा त कहाँ हेर्न सकिन्छ ल खिच छिटो भयो लाग्नु कि पछाडि यस्तो गरे पनि हुन्छ कि नजिक भएर ल हेर्न आउनुहोस् हामीले राम्रो मानेकै छैन उहाँसँग खिच्दिनु नि एउटा ओए आइडी कार्ड ल्याउ न एकछिन रिन ओए आइडी कार्ड दिनु ब्यासै तिर्दिन्छु साथी जुम गरेर फेरि तिम्रो फोटो देखाउँछु नि फेरि आइडी कार्डको आइडी कार्ड देखाउनु पर्छ ल जाऊ तिम्रो फोटो खिच्दिन्छु मोबाइल त भाडामा लग्यो आइडी कार्ड पनि लग्यो अनलाइन त जाऊ तिमी फोटो खिचिदिनु भयो सिधै राख्दिन सर खुट्टाको पोज चेन्ज गरौँ न मोटो निकाल्नु अरु त के फरक पर्दैन ल मलाई जसले मोटो निकाल्न सक्छ नि त्यो क्यामेराम्यान चाहिँ राइट हो कसले पातलो छ यो मोटो ल जति निकाल्नु छिटो एकैछिन है ल हेर्नु है यता
भयो भयो होला होइन यहाँका मान्छेलाई केही थाहै छैन ल खिच छिटो ऊ उहाँलाई सोधेँ अरू कोही पनि छैन रहेछ नि आज हेर न केही छैन क्याम्पस बिदा हो नि आज के गर्ने सोधिसकेको छ अघि हामीले त्यहाँ यहाँ विद्यार्थी थियो हाम्रो आएन उहाँलाई पनि गाली गर्छ कि तिमी आफ्नै पारामा छौ त किन लाउ साथी यहाँ फोटो खिच्दिनु भावनाले खिचिदिन्छन् ल म फोटो खिचिदिन्छु क्या लाउ कि भावनाले फोटो खिचिदिन्छन् के तिमी अब आफ्नै पारामा भयो लाउ यहाँ रुन्छु अब उता फोटो खिच्नु भयो मेरोबाट खिच ब्याग बोक्नु नभन्नु त के हो यो मान्छे पैसा तान ब्याग त अब यतै छोडिदेऊ क्या खुट्टा सहित निकालिदिनु होला ल ए राम्रो राम्रो फोटो हाल जसले जसले मेरा फोटो खिच्छ वाट्सएप नम्बर चाहिँ सेभ गरेर राख्नु है फोटो के अरे फेरि भन्नु त एकचोटि ब्याग राम्रो हेर्नु न के अरे हाम्रो खुट्टाको पछाडि क्लासरुम कहाँ छ के छ कहाँनिर के भवन भन्ने कुरा के अब हामीले फेरि एकछिन फोटो खिचेर व्यस्त भयौँ अब हामी उता चाहिँ नेपालको नक्सा रहेछ नेपालको नक्सा ए लाउने ल हामी त त्यहाँ नै जाने उही हामी यतादेखि जाऊँ कि यतादेखि गएर होइन यहाँ चाहिँ पानी खाने ठाउँ शुद्ध पिउने पानी त्यहीँ रहेछ पानी देख्दा त लागेकै थियो अब के गर्ने पानी देख्दा लाग्यो भने बिर्साइदिएको छ इलाममा घुम्न पाएर मैले त खाना खान नि बिर्सिन्छु होला म त हाम्रो क्याम्पसमा नयाँ ओ कति राम्रो ओ माई गॉड यस्तो इङ्ग्लिस पनि बोलिदिन्छौँ कि अब खतरा थिन्छ छुट्टै इङ्ग्लिस बोल्न जाने हम ल हामी अब स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र रत्न है यो क्याम्पसको नाम यस महेन्द्र रत्न बहुमुखी क्याम्पस माथि चाहिँ लाइब्रेरी रहेछ त्यो चाहिँ लाइब्रेरी तर यो हेर न यस्तो उकालो यस्तो भयो नि तर राम्रोसँग बनाएको है बनाउनु चाहिँ हेर त नत्र त सम्म छैन नि त ठाउँ यस्तो भिरालो छ तै पनि जिम पनि रहेछ साथी ए नि है कस्तो राम्रो म त्यतै बस्न मन लाग्यो तिमीलाई बस्न मन छ कि नै साथी यतै बस्दिउँ साथी मलाई त्यतै बस्न मन लाग्यो कि यो हेर्न न के हो यो अरे इलाम साथी यता देखौ झलक्क भिडियोमा देखौ ए पछाडिको त्यो अब हामी अलिकति उता गएर फेरि यतादेखि तलतिर जान्छौँ नेपालको नक्सा रहेछ कस्तो राम्रो त्यो पनि देखाइदिन्छौँ त्यो पनि देखाउँछौँ यहाँ चाहिँ समयगिरो पनि रहेछ क्यान्टिन त्यो पकडी चाहिँ फर्स्ट डस्टबिन ओहो राम्रो लाग्यो मलाई ए यता हेर्दा नि उता हेर्दा नि त ततै हो कि यो त हेर त यता हेर न नाइस ल हामी अब यहाँनिरबाट नेपालको नक्सा तलतिर यसो सबै तल जानु भएको छ हामी पनि त्यहीँ जान्छौँ है सबै तलतिर गएर फोटो खिच्न लाग्नु भएको छ हामी पनि गएर नेपालको नक्सा देखाउँछौँ भिडियो मार्फत चाहिँ सबै भिडियो के अरे भवनदेखि लगाएर यहाँ भएको सामग्रीहरू क्याप्चर गर्न कोसिस गरिरहेका छौँ केही छुटेमा त्यो हाम्रो दोष रहने छैन हामीले नथाहा पाएको कुरा मात्रै छुटाउनेछौँ थाहा पाएको कुरा जति सबै हजुरहरूलाई देखाउने प्रयास गर्नेछौँ देखाउनेछौँ हामी फेरि झर्दैछौँ है तलतिर तर यतिसम्म भयो भरिया हामीलाई भरिया नि बनाइदिनु ए एउटालाई 2-3वटा ब्याग अनि यस्तो ब्यागको फेरि यस्तो पनि रहेछ है यस्तो पनि फेरि यस्तो गरे यस्तो अनि योमा चाहिँ के राख्ने हो साथी कमेन्ट गर्नु है यसमा त अब ठिकै हो यो ब्यागमा त तर योमा चाहिँ के राख्ने के अट्छ होला योमा पैसा नि अट्दैन जस्तो लाग्यो ल है साथी नेपालको नक्सा देखाउँदै गइरहेका छौँ हामी देखिन्छ साथीहरू नेपालको नक्सा अगाडि ट्याक्क लागेर यो सबै नेपालको नक्सा है ल फुलबारी गेस्ट हाउस ए नेपालको नक्सा यो नेपालको नक्सा यतातिर साथीहरू फोटो खिच्दैछ अनि यो चाहिँ जहाँसम्म लाग्छ मलाई यो खेलकुदको केही हुनुपर्छ भवनहरू केही लेखाएर हिँड्छ लेखेको भयो त हामी भन्दिउँ है नेक्स्ट सेट देखेर हामीले अनुमानित
यो चाहिँ खेलकुदको ल तिम्रो मोबाइलले मेरो एउटा फोटो यहाँ खिचिदेऊ अनि ए सरस्वती मातालाई नमस्कार है नमस्कार हामीलाई ज्ञान दिनु कति राम्रो मूर्ति ल है हामी अब एकैछिन फोटो खिच्छौँ त्यसपछि फेरि आउनेछौँ हामी फेरि यहाँदेखि अगाडिबाट रहेका छौँ कति राम्रो ठाउँ आउँदैछ है अझै राम्रो बस पनि रहेछ क्याम्पसको बस हो क्या क्याम्पसको क्याम्पस इलाम हेर्नु न फुलहरू कति राम्रो फुलको बगैँचा फुलको बगैँचामा के मेरी माया भन्ने गाना छ त्यति साह्रो हामीलाई गीत आउँछ आउँदैन त्यही भयो नि ठिक छ यतातिर राम्रो रहेछ ए यहाँ फेरि भवनहरू निर्माण हुँदै पनि रहेछ भवन निर्माण हुँदैछ फर्स्ट एड रुम पनि रहेछ है फर्स्ट एड रुम गर्ल्स कमन्स रुम सब रहेछ यहाँ सबको व्यवस्था रहेछ क्याम्पसकै निर्माण पनि हुँदै रहेछ अनि यतातिरबाट पनि रहेछ बोइज होस्टेल माथि चाहिँ बोइज होस्टेल आर नट के लेखेको छ गर्ल्स आर नट अलाउडेड टु इन्ट्री बोइज यता रहेछ ल अब हामी यता जाँदैछौँ अब फर्क्यौँ है हामी फर्क्यौँ यहाँदेखि उता चाहिँ केही भवनहरू नभएको हुँदा हामी फर्किन लागिसक्यौँ उतै फर्किन लाग्यो कता मुनि हो ए ल थ्याङ्क यू साथी ल धन्यवाद साथी भेटेर खुसी लाग्यो हजुरलाई साथी बोल्नु भएको थियो भिडियो बनाउनु भेट्छ हामीलाई चाहिँ देखाइदिनु भएको थियो बोइज होस्टेल गर्ल्स होस्टेल कता छ भनेर उहाँले नथाहा पाउनु भयो होला भनेर तर हामीले बोइज होस्टेल चाहिँ थाहा पायौँ गर्ल्स होस्टेल चाहिँ थाहा पाएको थियौँ है त्यो कुरा चाहिँ हामीलाई उहाँले जानकारी गराइदिनु भयो उहाँलाई धेरै धेरै धन्यवाद त्यो भिडियोमा उहाँलाई कतै उहाँले हामीलाई नि देख्नुभयो भने पनि थ्याङ्क यू हजुरलाई एकदम हार्टली थ्याङ्क यू ल हामी यता घुमेर भइसक्यौँ होइन अब यहाँदेखि त्यो निर्माण भएको ठाउँमा पनि त्यो ब्याग ल्याउ के क्याप्समा गाह्रो भइसक्यो तिमीलाई क्याप त लाउनुपर्छ जस्तो लाग्यो ए निर्माण हुँदैछ है अब सामानहरू बस्दै छन् 2017 सालमा स्थापना भएको विद्यार्थी सहायता कक्ष तर राम्रो एकदमै मन पर्यो मलाई यो क्याम्पस नै सबै कुराहरू छ मान्छेदेखि लिएर सबै कुराले एकदम दिलमै छोयो यहीँ बसिराखौँ जस्तो यहीँ पढौँ जस्तो के गर्ने बाध्यता बस हामी यहाँ बस्न सक्दैनौँ यो पनि थाहा छ मलाई यताबाट जान्छ ल यो निर्माण हुँदैछ है प्यारी चेली भन्नुभयो होइन मलाई सरले ए ल ठिक छ सर सम्झा छ हजुरलाई नि कति राम्रो फुलहरू कति राम्रो कस्तो मन पर्यो मलाई त लम्जुङे डाँडैमा सरर जता छ निर्माया उतै नजर अलिअलि गीत पनि गाइदिन्छौँ कि हामीले कोही बेला त्यति साह्रो कला हजुरलाई यसो यो भ्लग हेरेर हामी बोलिरहेको मात्रै नसुनेर हाम्रो गीतहरू पनि सुनेर मनोरञ्जन लिनु होला भनेर हामीले गीत गाइदिन्छ हेर्नु न फुलहरू यति धेरै फुल छ यहाँ है फुलको बगैँचा फुल त यति राम्रो छ यति राम्रो धेरै भिडियोमा छ त्यसपछि के हो थाहा ल यस्तो पानी ट्याप लगाएर यहाँ शुद्ध पिउने पानी लेखाएको छ पानी आउँछ कि हामी ट्राई गर्छौँ यो त ब्याङ्क लिमिटेड माछा पुष्टि रहेछ कस्तो यहाँ पैसा होइन पानी चाहिँ आउँदैन हेर न यस्तो भडाङ भुडुङ भारी चाहिँ तर यसलाई चाहिँ सपार्नु अलि आवश्यकता रहेछ सपारेर चाहिँ पिउन राम्रो हुन्छ जताततै घुमेर अवलोकन गरेर अनि हामी यहाँ सरोवर भएको ठाउँनिर स्थानमा सरहरू सबै साथीहरू स्थानमा आइसकेका छौँ ए तिम्रो नाम होइन मैले यिनलाई चिन्छु एकदमै नजिकबाट चिन्ने साथी हो होइन नि त तिम्रो नाम सीता भनेर थाहा पाएको थियो मेरो नाम फेरि राम हो सीता
रोजगान बोर्डिङ स्कुल भन्ने थियो राजबनी भारती मेरा दाई अहिले काठमाडौँमा सदा बस्थे रोजगान बोर्डिङ स्कुल थियो त्यो माथि कृषिको एउटा लामो घरमा उतापट्टि हाम्रा त्यति बेला जिल्ला पञ्चायतका अध्यक्ष घर थिए मेरो पद उपप्राध्यापक मेरो घर म 8 महिना बसिएको छु मैले बिएससी एक्जाम दिएर एकदमै थकाइ लागेर पसन लागिसक्यौँ है मेरो साथीहरू कता कता हराए थाहै छैन अहिले भेटिन्छ नला जस्तो लाग्छ तर यहाँ पछाडि फुलबारी पनि कति राम्रो छ हेर्नु साथीहरू है कति राम्रो अहिले हामीलाई कहाँ जाने हो साथी कहाँ भिडियो गरे एउटा भन कहाँ जाने के अब हामी हलमा जाँदैछौँ एउटा मिटिङ छ अरे त्यो मिटिङ पनि ए बिन्ता तिमीहरू कहाँ पछाडि हो के पछाडि मलाई आइडी कार्ड तिमीले कसरी लगायो भनेर सोधेको यो साथी ए लाउन नि मलाई ल हामी त भित्रै जान लागिसक्यौँ हामी चाहिँ ल हामी यहाँभित्र एउटा प्रोग्राम जस्तो यो क्याम्पसको बारेमा केही बुझौँ भनेर एउटा इन्फर्मल भन्दा नि फर्मल हिसाबले चाहिँ अब आफ्नो स्टुडेन्ट भइसकेको नाताले हामी क्याम्पस आइसकेपछि एउटा क्याम्पस आउनुको उद्देश्य नै यो यहाँ भएको सम्पूर्ण कुराहरू मान मर्यादामा रहेर जानकारी लिनुको लागि हो त्यस कारणले गर्दाखेरि हामी यहाँ जानेछौँ हामीले इन्फर्मेसन लिनेछौँ र त्यो इन्फर्मेसन लगाएर क्याम्पससम्म हाम्रो पुर्याउनेछौँ हाम्रो उद्देश्य पुर्याउने सकेसम्मको उद्देश्य पुरा गर्छौँ हामी रुम नम्बर 24मा यसरी भित्र 14 ए आमा मैले वान पनि जान्दिनँ क्या ल है अब हामी बस्ने यहाँ ल न ल हामी सँगसँगै बसौँ है भिडियो गराउँलाई हामी यति पछाडि बस्ने हो र ऊ त्यहाँनिर जाऊँ क्या त्यहाँनिर होइन क्या भिडियो बनाउनु हुँदा एकछिन पुरा सुन्नुपर्छ भिडियो बनाएर बन्द त गर्नु भएन नि होइन र ल हामी अगाडि बस्छौँ तर यो सभा चाहिँ बोल्छ क्या बेन्च साथी फोहोर रहेछ यार बेन्च हल्का फोहोर चाहिँ हामी सफा गर्छौँ अनि अगाडि यसरी यहाँ गऱ्यो होइन यहाँ माटो लाग्यो ए लाउन नि गलत नगर है झर्ना नेउपाने रे म झर्ना नेउपाने हो त होइन नि है यसको चाहिँ भिजुअल डकुमेन्ट चाहिन्छ तपाईँले गेम खेल्नुभयो गेमको तपाईँको आफ्नो डकुमेन्ट तपाईँले पेश गर्नु पोइन्ट 5 नम्बर पाइन्छ 277 भयो कति क्वेसनर हुन्छन् त्यहाँ उसले दिन्छन् त्यो हजुरले होला र त्यो प्रत्येक क्वेसनरको हामीले एन्सर दिनुपर्छ त्यसमा धेरैमा 1 मार्क्स एउटा पोइन्ट 5 गर्दै मार्क्स हुन्छ र त्यो मार्क्स पुरा गर्नको लागि धेरैवटा इन्डिकेटरहरू विद्यार्थीबाट धेरैवटा इन्डिकेटरहरू शिक्षकहरूबाट धेरैवटा इन्डिकेटरहरू सोब्युबाट त्यस्तै खालका इन्डिकेटरहरू पुरा गर्छन् धेरैवटा इन्डिकेटर त सोब्युलाई पनि दिन्छ र त्यसले गर्दा शिक्षकको रिसर्च युनिटहरू अनि सबभन्दा योग्यता क्षमता र उहाँहरूले गरेका चाहिँ विद्यार्थीसँग सम्बन्धित जो विद्यार्थी छ जुन कलेजमा पढ्छ विकसित मुलुकमा त के रहेछ भने QA प्राप्त हुन्छ हस्तान्तरण गर्दैछन् यो हार्दिकताको लागि उहाँलाई धन्यवाद र चियाको लागि प्रेमको लागि यो क्याम्पस परिवारलाई हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु मेरो हातमा 2टा किताब छ एउटा छ छालबाटो हाम्रो पत्रकार सरको र अर्को छ सो स्पर्श जो कर्णालीमा जन्मिनुभयो डाक्टर हुन्छ पेसाले बालरोग विशेषज्ञ हुनुहुन्छ जो विगत केही वर्षदेखि त्यो सिलसिलामा सहर केन्द्रित ग्रामीण केन्द्रित शिविरहरू सञ्चालन गर्नुहुन्छ प्रोग्रामहरू सञ्चालन गर्नुहुन्छ र एकदम अध्ययनमा त्यो प्रक्रियामा मलाई कसरी विद्यार्थीहरूले पढाउनुपर्छ अथवा त्यो जुन एउटा समाजलाई त्यो किसिमको उत्प्रेरणा जगाउनुपर्छ भन्ने कुरामा चाहिँ राख्नु भएको छ र एउटा कुरा गरे सो स्पर्श यो तपाईँहरूलाई व्याख्या किन पनि पढ्नुपर्छ भन्दाखेरि प्रेरणा
उत्प्रेरणा खुसी एउटा औषधि हो यो भन्ने लाग्छ र कर्णालीका वास्तविक कथाहरू यसमा समेटिएका छन् र त्यो पढ्नको लागि यहाँलाई सिफारिस गर्दछु र छालबाट जो कैलाश मानसरोवरदेखि गङ्गासम्मको यात्रा संस्मरण जस्तो हो तर किताब चाहिँ यति इन्फर्मेटिभ छ यहाँलाई यो पुस्तक पढ्न पनि एकदम पक्किलो छ म सिफारिस गर्न चाहन्छु यो कर्णालीको परिचय हो यो दुईवटा किताब भन्ने मलाई लाग्छ र यो तपाईँहरूलाई सिफारिस गरेर यहाँको यो प्रदेश अथवा हाम्रो यो इलामको बारेमा यस्तो किताबहरू छ भने क्याम्पसलाई त्यो हामीलाई सिफारिस गरिदिनु हुन अनुरोध गर्दै यो किताब हाम्रो साइन्स क्याम्पसलाई लिइदिनु हुन अनुरोध गर्छु हाम्रो साथीले बुक दिइसके ल सबै हाम्रो कार्यक्रम साथीहरू हो न हामी कस्तो देखियो मेरो ल अब त हामी क्याम्पसमा आएर कार्यक्रम सञ्चालन गरेर नि सबै साथीहरू बाहिर निस्किँदैछौँ हामी जाने के कहाँ जाने भन्ने मलाई गाउनु पऱ्यो केही कागज त्यहाँ फालिदिएर गयो यार तर कस्तो पागल हामी तिनीहरूलाई पोस्न दिएको थियौँ नि कसलाई फोन गर्यो कस्तो आँखा थियो म्यामको फोटो खिचिदिनु थियो कि त्यहाँनिर त्यहाँ नि फोटो खिचाउन र त्यसो भए अब छिटो म्यामले फोटो खिच्न लाउनु झर्नालाई मैले अहिलेसम्म देखेँ होइन कहाँ थियो फोटो खिच्ने हामी किन उता नदेख्ने जसरी अगाडि हामीलाई जसरी भएन अगाडि देखाउनु साथीहरू हामी जसरी भए पनि देखिन चाहन्छौँ त्यस्तोबाट त देखिन्न मलाई हामी जसरी भए पनि देखिन चाहन्छौँ तर एक लाइन भन्दा त यस्तो भयो यसरी त हामी देखिन्न मलाई एकैछिन समाधि हुन्छ त्यहाँ राख्दा नि हुन्छ यिनीहरू बस्छन् क्या बस्छ अगाडि साथी यता हुन्न के हामी साथी हामी देखि भइहाल्यो ए हामीलाई अलिकति देखाइदिनु हुन्छ है हामीलाई अलिकति देखाइदियो भयो अलिकति देखाइदियो है साथी हामीलाई हामी देखिन्छौँ नै रमेश म्यामले त मलाई सब छेकिदिनु भयो हामी देखियो जस्तो लाग्छ तिमीलाई तिमीलाई लाग्छ हामी देखेको म्यामले छेक्नु माग हामी दुईजनालाई म्याम एक्लैले छेकिदिनु देख्यो त्यति देख्यो नि भयो धन्यवाद बाहिर गेटमा खेल्नु होला यहाँ अहिले एउटा के अरे भइरहेको रहेछ कि अहिले क्युए प्राप्त चाहिँ यो विद्यालयले सन् 2015 प्राप्त गराएको रहेछ पहिलो क्युए प्राप्त गर्ने विद्यालय पनि रहेछ सन् 2015 मा स्थापना भएको है होइन क्युए प्राप्त चाहिँ स्थापना के अरे सन् 2015 मा भएको स्थापना चाहिँ 2017 मा लागू भएको चाहिँ 2019 मा नै के भन्यो रे तिमीले इलामका केटीहरूले दिएको गिफ्ट त्यतिसम्म पनि तिमीले शनिबार रहेछ के दे होला न तिमीलाई जस्तो त लागेन कि फेरि यसो हेर्दा देखे हो साँच्चै लागेन तिमीलाई ल ठिक छ त ल बाई बाई सरहरू हामीले सरलाई यहीँ छोडेर गयौँ कस्तो राम्रो राम्रो कुराहरू सिकाउनु भयो हामीलाई हामी क्याम्पसबाट बाहिर आइसक्यौँ यसो फोटो किन्न लाने साथी फोटो किन्न भनेर कस्तो गरे हामी अरे गरेन नि हो मसँग छ है अहिले पछि फोन गर्नु होला यहाँ हेर त मेरो कपालै उडाइदियो कस्तो राम्रो आउँछ जाडो लाग्यो मलाई
सब यो इलाम ल साथी पठाइदिनु ए है ल हामीले त भ्लग बनाउनु बिर्सेछौँ हामीले फोटो भिडियो खिचेर आइसक्यौँ है माथि अब हामी तलतिर जाँदैछौँ हाम्रो साथीहरू त पछाडि पछाडि छ नि यो छुट्छ न अहिले ए छिटो आऊ है तिमीहरू हजुर कस्तो कर्मचारी जस्तो महसुस भइरहेको आइडी कार्ड हौ त तिमी एक प्रकारको ए फोटो सेसनमा राख्ने अगाडि गयो कि तलतिर गयो हामी होइन है फेरि यस्तो गर्ने हामी त हामी पनि उयो गर्छ हेलो चाबी साबी के लाएको थिएन है गयो कि सब गयो यार छिटो बरा त अनि के अब अन्त कतै नजाने सिधै होटलबाट कहाँ जाने हो यता होइन जाने ए बाई बाई है मलाई त मन दुख्यो उठाएर ल आऊ आऊ त्यसो भए कताबाट जानु लैजाऊ न हामीलाई ल ल त्यसो भए जाउँ आऊ है आऊ साथीहरू यताबाट हो गऱ्यो भन्ने सुनेको छु कताबाट थाहा होइन मलाई त यही रहेछ इलाम त्यसो नगर है मङ्गल आऊ छिटो त्यस्तो भन्यो भने त पछाडि रहेछ त्यत्रो टोली पछाडि रहेछ त कहाँ छ निरुहरू हुनु रोहन म्याम हुनुहुन्छ पछाडि अब हामी यहीँ बस्छौँ त्यसो भए फोटो खिचौँ न त यहाँ बस्नु हेर्नु त यहाँ फोटो खिच्दैन भने दुःख व्यक्त गरे भिडियो त बनाएको जस्तो मान्छे त्यति साह्रो नि नभन्नु हो कि नै भिडियो बनाउनु एक नम्बरमा यिनी हुनु अझै ल उनी ल ल देख्यौ त यस्तो गरेर किन बजाउनु बाजेको के गरे ल आऊ छिटो आफ्नो मात्रै गरे ल आउन त छिटो देखाएको छु कि ब्याक गर्नु मिल्दैन मेरो क्यामेराबाट छिटो आउने भए आऊ खुरखुर लगाएर आफूलाई नदेखाएर कहाँ हुन्छ मेन त आफू गायब हुन भएन है हेलो है हामी यो इलामको चिया बगानमा साथीहरूसँगको यो शैक्षिक भ्रमणमा छिटो आऊ भावना अलि उटपट्याङ भन्ने अलि भिडियो गतिलो बनाउने यिनले अनि यिनले भने पनि मान्दिनन् बोला अनि त्यही भएर अब हामी चिया बगानसँगै चिया खाएर इलामदेखि अब हामीहरू यात्रा उता के भन्छ बगान यता इलामको महेन्द्र रत्नलक्ष्मी क्याम्पसमा हामी क्युए प्राप्त क्याम्पसमा एकछिन त्यहाँ भेटघाट भयो सबैसँग अनि लाइब्रेरीहरूमा पनि यहाँ झन्डै 50,400 बुकहरू रहेछ अनि यी लाइब्रेरीको भयो सबै कुरा राम्रै लाग्यो यी मेरो साथीले यति धेरै भने अरू केही भन्न छ भने भन है अनि यिनी चाहिँ लास्ट फटा मान्छे रहेछन् यिनले चाहिँ भने एउटा पनि मानेकै छैन यता हेर न अनि आफू मात्रै सुत्छिन् अरू साथीहरूको वास्ता पनि छैन खाँदा पनि पहिल्यै खान्छन् ब्यागमा ल्याइ हुन्छन् त्यो खानेकुरा पनि कोहीलाई दिने चलन हुन्न यिनको यिनी चाहिँ फटा रहेछन् भावना देख्नुभयो मेरो साथीले यस्तो धेरै भन्नुभयो अब ल ल त्यस्तो गल्ती भएर छ भने पनि अबदेखि साथीलाई सुत्ने व्यवस्था गराइदिन्छु खानेकुरा लिए भने पनि अहिलेको एआईको जमानाबाट भए पनि यिनलाई थर्काउनु पर्यो अलिकति हुन्छ नि लेक्चर दिनु पर्यो यी मान्नेवाला छैन हाम्रो त सुन्दिनन् यिनले भन्नु त एकचोटि फाइनली यहाँ होटलमा आइसकेको छौँ अब खाना खाने हो हामीले अनि त्यसपछि हामी घुमेर पनि आइक्यौँ अब अर्को भिडियो